Hi guys, welcome to my new vlog and the mini vlog. त्यो युट्युबरहरु के भन्छन् थाहा अनि भाइरल हुनलाई हेलो गाइस माई फस्टर हैन 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 माई फस्टर गर्छन् फर्स्ट भ्लगलाई त्यस्तै हामी चाहिँ हिँडिरहेको छौँ गाइस अनि अगाडि चाहिँ बिहे भइरहेछ हामी त्यतैतिर गइरहेछौँ के थाहा हामीलाई नि बोलाइहाल्छन् कि हामीलाई निन्तो आएन त्यसरी गयौँ हामी साउन्ड आइरहेछ यो नाचिदिन्छ ना साँडा त्यस्तै गीत बजाउने फेरि कपिराइट लगाइदिँदा युट्युबरमा किन गाइस यो चाहिँ बिहेको घर हो तर मान्छे धेरै रहेछन् हामीलाई जान चाहिँ बेइज्जत लाग्यो गाइस बिहेको घर यो मान्छे धेरै छन् हामी चाहिँ फर्क्यौँ यहाँबाट के बसिराख्नु अर्काको बिहेमा जान त गएको थियौँ हामी के गर्नु बिहे रहेछ हामी त फेरि जन्ती बनेर गएको तर फेरि मगन्ती भएर माथिहाल्छ हामी जन्ती भनेर जानु लाग्यो यो त मलाई मनाएर निस्कि गाइस यो चाहिँ मेरो घर हो यो फेरि मेरो घर हो भने कसैले पत्ता हुँदैन कि मेरो थोप्रा त्यस्तो टोलमा चाहिँ बिहे किन हुँदैन कि गाइस यो प्रत्येक टोलमा बिहे भइरहेछ होइन तर हामी बस्ने टोलमा सुनसान बिहे यो हाम्रो टोल के गर्नु गाह्रो छ यताउताका कसैको बिहे भयो भने बोलाउनु कमसेकम छैन यति ठुलाबाट मान्छेलाई बोलाउनु पर्छ कि कमसेकम तिनीहरूको बिहे हुँदैन के बोलाउनु के बात बर्बाद भइरहेछ अहिले यहाँको चाहिँ 12:30 बजिसकेछ गाइस यो चाहिँ मेरो सरको गाडी हो गाडी हाम्रो देशको प्रधानमन्त्री हेर्नु सुशीला कार्की तपाईँले जेन्जीलाई किन न्याय दिन सक्नु भएन तपाईँ किनकि म आफै खुद जेन्जी कि कुर्ची छोड्नु पर्यो कि जेन्जीलाई न्याय दिन पर्यो कुर्ची त कहाँ धौधौ पाएको छोड्न उचित हाम्रो नेपालमा यस्ता प्रधानमन्त्री भएपछि गाइस कसरी देश विकास हुन्छ सुशीला कार्कीजी के भनिदिन चाहनुहुन्छ हजुर अब आफै सुशीला कार्की भएको हुनाले म चाहिँ धेरै केही भन्न चाहेन फेरि जनताहरू बढात गर्छन् उहाँले घुस खान खोजिराख्नुपर्छ के त हुन्थ्यो त 4-5 लाखले त केपी उहाँको सालो हामीले प्रधानमन्त्रीमा चाहिँ उहाँलाई भोट हालौँ अब नेपालको नयाँ प्रधानमन्त्री तपाईँ कसलाई बनाउन चाहनुहुन्छ म आफै उठ्न चाहन्छु फेरि पनि मजा आउँदो रहेछ गद्दिनी मारे लट्कायो क्या दियो यस्ता नेपालमा जनताहरू छन् यो चाहिँ सुशीला कार्की धन्यवाद उहाँ तपाईँको केही परिचय दिनुहोस् हजुर मेरो नाम चाहिँ सुशीला कार्की प्लस नतेश उपाध्याय मेरो घर आउँदैछ गाइज आज चाहिँ हामी जाँदैछौँ एउटा ठुलो भुतिया ठाउँमा त्यसमा धेरै भूतहरू बस्छन् तपाईँले एकैछिन तपाईँले मेरो पछि कोही देख्नुभयो छैन कोही छैन भूत आएछ मैले त्यसलाई नदेखेको गाइज मेरो घर चाहिँ यही हो यो चाहिँ मेरो घर हो होइन खासै ठुलो त होइन यो त्यत्रै छ तर जहाँ चाहिँ यसले पत्ताउने कि यो मेरो घर हो भनेर त्यस्तै भन्नुपर्ने क्या हाम्रो घर मेरो यो थोप्रा नै यस्तै हो कि है मेरो घरै ठुलो भएर हो कि यस्तो गाइस यसको प्लान सुनिराख्नु भन हेर चाहिँ लाइक कमेन्ट गरेर नगर्नु यसले प्लान गरिरहेछ भाइरल खासमा यही हो भुतिया घर हेर्नुहोस् गाइस हामी जाँदैछौँ च्याप्प बत्ती बल्छ यदि भूत रहेन छ भने बत्ती बल्दैन है अलरेडी बलेको छ हामी बिस्तारै ओ माई गॉड भूत रहेछ गाइस थ्याङ्क यू गाइस मेरो मिनी भ्लगमा अहिलेसम्म जोडिदिनु भएकोमा मलाई मेरो च्यानललाई सब्सक्राइब सकरगन्ध के भन्छन् म त सकर के होता था सुनसान रात सलगम सॉरी सिनेमा नो रङ ओ गाइस सब्सक्राइब सब्सक्राइब गरिदिनु होला यहाँ हामी अर्को बिहे घरमा पनि पुगेँ सब्सक्राइब गरिदिनु होला धन्यवाद नमस्ते जय हिन्द।